नमस्कार हजुरलाई स्वागत छ टेकमानामा म उसमा आज म छु Hyundai Creta लन्चमा जस अन्तर्गत दुईटा भेरिएन्ट लन्च हुँदैछ के रहेछ त हेर्ने छौ लेट्स गो नमस्कार म दिवाकर रेग्मी रिटेल हेड लक्ष्मी इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेड आज हामीले नेपालमा बहुप्रतीक्षित क्रेटा इलेक्ट्रिक लन्च गरिसकेका छौँ साथै नेपाल मेड क्रेटा पनि लन्च भइसकेको छ र यसमा विभिन्न सेफ्टी फिचर्सहरू पनि उपलब्ध छ 70 भन्दा बढी सेफ्टी फिचर्स क्रेटा आइसमा छ भने इभीमा 75 भन्दा बढी सेफ्टी फिचर्स छ यसमा एडभान्स ड्राइभिङ असिस्टेन्स सिस्टम लेभल 2 जसमा 19 वटा एक्टिभ सेफ्टी फिचर्सहरू पनि छ साथै यो स्ट्रक्चरली पनि एकदमै मजबुत गाडी हो र यसमा एनएमसी ब्याट्रीको प्रयोग भएको छ र क्रेटा इभी जुन हामीले अहिले लन्च गर्यौँ त्यसमा 42 किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ र यसको रेन्ज भनेको 390 किलोमिटर एआरएआईले प्रमाणित गरेको छ धन्यवाद अलिकति प्री बुकिङको कुरा पनि जोड दिन्छ न क्रेटा इभी नेपालमा आउने जुन हल्ला थियो त्यो हल्ला सँगसँगै हामीले प्री बुकिङ लिइसकेका छौँ हामीसँग धेरै नै क्युमा बुकिङ छ र अहिले पनि बुकिङको धेरै नै प्री बुकिङ अफरहरू प्री बुकिङ अफर हामीले प्राइस नै एकदम अट्र्याक्टिभ लिएर आएका छौँ प्री बुकिङ अफर त्यसको प्राइस हामीसँग हुनुहुन्छ लक्ष्मी हुन्डाईको जेनरल म्यानेजर दीपक थपलिया सर आजको लन्च इभेन्टको बारेमा के बताइदिनुहोस् न हाम्रो यो मोस्ट अवेटेड लन्च इभेन्ट हो भनौँ न इट्स बिन लाइक अलमोस्ट जनवरीबाट अहिले हेऱ्यो भने इन्डियामा लन्चिङ भएकोबाट अलमोस्ट 2 महिना भयो हामीले देयर वर सो मेनी क्युरियोसिटी सो मेनी पिपल दे वर आस्किङ अबाउट कहिले आउँछ नेपालमा अब त्यसको लागि चाहिँ हामीले एकदम वेट गरिरहेको प्रतीक्षाको घडीलाई चाहिँ हामीले ल्याएको छौँ होइन विथ अल पर्पस विथ अल रिजन किन कसो भन्ने कुरामा नट ओन्ली टकिङ अबाउट इभी हामीले आइस पनि नेपाल मेड क्रेटाको हिसाबले लिएर आएको छौँ त्यही भएर दिस अल अबाउट आवर इभी अलिकति नेपाल मेडको पनि थोरै कुरा राख्नु नेपाल मेड चाहिँ अहिले हामी आइस मोडलमा छ क्रेटा चाहिँ नेपालमै अब बन्न थालिसकेको छ होइन यो 2025 मोडलबाट अब इन्डियाकोबाट ल्याउने कम्पेयर गर्दाखेरि चाहिँ अलमोस्ट 9 लाखको प्राइस डिफरेन्स भएको छ भनेपछि 9 लाख सिग्निफिकेन्टली त्यो अमाउन्ट चाहिँ चिपर त्यो अमाउन्ट लेस हुने भयो एक्जिस्टिङ जसले पहिला किनिरहनु भएको थियो त्यो प्राइसभन्दा अब एट द सेम टाइम मोस्ट पपुलर हाम्रो एसयुभीमा चिनाइएको जुन चाहिँ ब्रान्डमा रेकगनाइज भएको यो क्रेटा इलेक्ट्रिक यो चाहिँ स्टार्टिङ फ्रम 5196 देखि हामी 5996 सम्मको भेरिएन्ट छ ओके वाट कस्टमर्सले के एक्सपेक्ट गर्नुहुन्छ हाम्रो यो नयाँ आइभीबाट Hyundai भन्ने बित्तिकै ट्रस्ट अब हामीले प्रोग्राममा पनि हामीले देखाउन खोजेको भनेको यहाँ पनि हेर्न सक्नुहुन्छ हामी भनेको एउटा जुन प्रमिस गर्छौँ त्यो प्रमिसलाई चाहिँ पुरा गर्नुपर्छ होइन यो एउटा कतिको गाडी भनेर चाहिँ सपनाको कुरा हो होइन कमिटमेन्टको कुरा हो धेरै चिज इमोसन यसमा जोडेको हुन्छ र जुन हिसाबले चाहिँ उहाँहरूले त्यो विश्वास हामीलाई दिनुभएको छ प्राइसलाई आफ्नो पार्टमा राख्नु पर्यो तर त्योभन्दा पहिला चाहिँ विश्वासको लागि चाहिँ हामीलाई फाउन्डेसनहरू जे बनाउनु पर्यो त्यो चाहिँ हुन्डाई लक्ष्मी हुन्डाईले पहिलादेखि नै गरिदिएको भएको हुनाले त्यही नै अपफ्रन्ट मोर देन प्राइसको त्यो अफरिङ चाहिँ मोर इम्पोर्टेन्ट हो भन्छु म हाम्रो प्रमिसिङ फिचरको एनी 3 फिचर प्रमिसिङ सेफ्टी हुन सक्यो त्योभन्दा पनि अब मेजरली नेपालको बाटोघाटोको हिसाबले सबै कुराले हेर्दाखेरि चाहिँ ग्राउन्ड क्लियरेन्स सिग्निफिकेन्टली इम्पोर्टेन्ट छ इभीहरूमा होइन जुन चाहिँ प्रब्लम यो सेगमेन्टमा सबभन्दा हाइएस्ट छ अब त्यसभन्दा बाहेकको भनेको चाहिँ अरू एडेड फिचर्स चाहिँ यो नेपालको लागि चाहिँ बेस्ट सुटेड गाडी बनेको छ अब स्पेयर पार्ट्सहरूको प्राइसदेखि लिएर अरू सबै चाहिँ धेरै कम्पिटेन्ट यो चाहिँ आइस मोडल सरको नै प्राइस हुने भएको हुनाले यसको ओनरसिप कसैले पनि गर्नुहुन्छ भने चाहिँ त्यसलाई उहाँलाई चाहिँ पेन पोइन्ट चाहिँ पछि गएर फ्युचरमा चाहिँ हुन सक्दैन त्यो नै हाम्रो विश्वास हो आफ्टर सेल्स अनि चार्जिङ स्टेसनहरूको कुरा पनि अलिकति जोड दिनुहोस् इट हेज अलवेज बिन लाइक हामी चाहिँ त्यो कमिटमेन्टमा अथवा आफ्टर सेल्समा चाहिँ स्ट्रङली हामी पहिलादेखि नै हामीले बिलिभ गर्छौँ र त्यसलाई फुलफिल पनि गरिरहेको छौँ होइन हामीसँग चाहिँ अहिले 14 हाम्रो टोटल सेल्स टच पोइन्टहरू छ भने 20 चाहिँ हामीसँग सर्भिस आफ्टर सेल्स टच पोइन्ट्सहरू छ देशभरि फैलिएको 45 हामीसँग चाहिँ एसी नेटवर्क छ भने 10 वटा चाहिँ हामीसँग डीसी फास्ट चार्जिङ नेटवर्क छ त्यसबाहेकको पनि हामीले चाहिँ भेहिकल टु भेहिकल चार्ज बाटोमा रेस्क्यु गर्न
त्यो पनि ल्याएको छौँ। त्यही भएर प्रब्ली अब जुन हिसाबले चाहिँ सस्टेनेबिलिटीमा जानुपर्ने हो इलेक्ट्रिक मोबिलिटीको हिसाबले त्यसलाई चाहिँ Hyundai अलरेडी तयार छ। सर हजुरहरूलाई धेरै धेरै शुभकामना। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। हजुरहरूले देखिहाल्नुभयो दुईटा भेरिएन्ट लन्च भएको छ, एउटा मेरी नेपाल र एउटा EV भेरिएन्ट। सो इफ यु आर लुकिङ फरवर्ड टु बाई एन EV हजुरले चाहिँ Hyundai Cretaलाई पनि चान्स दिन सक्नुहुन्छ।